जसरी चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको छ, चुनावमा चाहिँ आफ्नो एकलौटी सरकार बनाउने होडबाजीमा लागिरहेको छ, त्यो एक लेभलको फ्रस्ट्रेसन जुन नेपाली जनताहरूमा यतिका वर्षदेखि रहिरहेको थियो, त्यो भडासलाई चाहिँ नेपाली जनताहरूले चाहिँ आफ्नो मत मार्फत व्यक्त गरेका छन्। र हामी मध्ये कोहीले चाहिँ रासोपालाई हाल्यो होला, कोहीले चाहिँ अब काङ्ग्रेसलाई हाल्यो होला, एमाले नेकपा जसलाई पनि हाले पनि अब हाम्रो ध्यान भनेको रासोपातिरै जान्छ होइन। रासोपाले चाहिँ सम्पूर्ण मतदाताहरूलाई चाहिँ खुसी पार्ने काम पक्कै पनि गर्नेछ। सबै जनताहरूले चाहिँ चाहेको सरकार प्रत्येक नेपाली, एउटा गरिब नेपालीले पनि अनुभव गर्ने सरकार बन्नेछ। यो मेरो पार्टीको, त्यो मेरो पार्टीको नबनिकन सम्पूर्ण देश विकासमा चाहिँ आफ्नो पुरा ऊर्जा चाहिँ त्यहाँ खर्च गर्नेछ भन्ने हामी विश्वास पनि लिइरहेका छौँ। सबै नेपालीहरूको जित होस् भन्ने हामी कामना पनि व्यक्त गर्न चाहन्छु। कुनै पार्टी दलभन्दा माथि उठेर राष्ट्रको लागि चाहिँ हामी खटिनुपर्छ, त्यो बेला आएको छ र यो एकदमै कठिन परिस्थिति पनि छ। यो कठिन परिस्थिति छिट्टै नै टरेर जाओस् र नेपाल आमाको जय होस्, सारा नेपालीको जय होस्, विश्वको जय होस्।